आज हामी परिवारसहित पोखरादेखि थोरै माथि सारङकोटतिर घुम्न गइरहेका छौँ। सारङकोट जाने क्रममा आकाशमा उडिरहेका मानिसहरूलाई हामीले हेर्यौं र गणेश मन्दिरतर्फ लाग्यौं। चाहिँदैन सुनको सिक्री सुनेको बाला लाखौं छ तिमीले दिएको फुलैको माला हामी यस्तो संसार बनाउला जहाँ माया। फाइनली हामी सारङकोट पुग्यौं। नेपालको विभिन्न ठाउँबाट विद्यार्थीहरू घुम्नलाई आएका रहेछन्। त्यहाँ पुगेपछि बाबु पनि खुसी भएर खेल्न थाल्यो। गणेशजीको मूर्ति एकदम विशाल ठुलो रहेछ। त्यहाँ साना साना 108 धारा रहेछन्। साथै शिवलिङ्ग पनि 108 रहेछन्। हे राम राम संसार यस्तै हो, संसार यस्तै हो, संसार यस्तै हो, ए सुन हो संसार यस्तै हो। मन्दिरबाट तल झर्ने क्रममा बाटोमा लिङ्गे पिङ देखियो। दसैँ तिहारमा नि खासै खेल्न पाइएन। पिङमा नि कोही हुनुहुन्न रहेछ अनि हामी खेल्नतर्फ लाग्यौँ। गणेश मन्दिर माथिपट्टि भ्यू हेर्ने ठाउँ रहेछ। त्यहाँ हामी पनि टिकट काटेर गयौँ। विदेशी नेपालीहरू रहेछन्, कोही फोटो खिच्ने, कोही टिकटक बनाउने। त्यसमा हामी पनि सामेल भयौँ।
आज मैले हजुरहरूलाई सारङकोटको दृश्य देखाएँ। मन पर्यो भने लाइक कमेन्ट गर्नुहोला। हस्त बाई बाई।